हाम्रो भेट फेसबुकबाट भएको हो दाइ। त्यो केटीको लागि मैले के गरेँ दाइ, आज आएर मलाई छोडिदियो दाइ। के समय पागल जस्तो भयो दाइ जस्तो लाग्छ त्यसैले धोका दियो दाइ। त्यस्तो अरू कसैलाई नदियोस् भन्न चाहन्छु दाइ। मैले भन्ने गर्थेँ बुढापाकाले दाइ, धेरै राम्री केटी हेऱ्यो भने पनि दुःख पाउँछ भनेर। दाइ आज आएर साँचो नै भयो दाइ। कस्तो मान्छे होला दाइ त्यो केटी। धेरै माया भयो भने पस्दैन भने कस्तो भयो होला सायद। मान्छे राम्रै हुनुहुन्छ, ह्यान्डसमै, यतिको ह्यान्डसमै हुनुहुन्छ। सायद उहाँभन्दा अझ राम्री केटी अझै राम्रो थियो होला। अनि कतिपय भन्ने लयमा राम्री केटीहरूले राम्रो हेर्छ। के कुराको कमी कमजोर त थिएन होला। मान्छे पनि यतिको हट्टाखट्टा राम्रै हुनुहुन्छ। म्यासेज हेर्दाखेरि अलिकति लोयल टाइपको देखिन्छ। उहाँ आफैले पनि मैले त्यस्तो नराम्रो गरेको छुइनँ अहिलेसम्म, जय झगडा त्यस्तो पनि गर्दिनँ। त्यतै किन यसरी छोड्यो भनेर दुःख पोखाइराख्नु भएको छ। सायद केटी अझै राम्री थियो होला, राम्रीले अझ राम्रो हेर्ने भयो होला। यो भिडियो त्यो धोकेबाजसम्म पुगोस्, चिन्नुभयो होला। यदि हजुरले यो भिडियो हेर्दै हुनुहुन्छ भने देख्नुभयो होला हजुरको एक्स बोयफ्रेन्डले दुःख पोखाउँदैछ। सायद तपाईँले अर्कै पाउनुभयो होला, अर्कैसँग खुसी हुनुहुन्छ होला। अहिले तपाईँले गर्दा त तडपिरहेछ।